नमस्ते हजुरहरूलाई राईपर्की हालिङ युट्युब च्यानल पिके ब्लगमा स्वागत छ। आज म चाहिँ शनिबारको दिन सेवाकाईको निम्ति सियोन इसाई मण्डली बासा 3 राईटोल होइन आफ्नै चर्चमा चाहिँ सेवा बस्नको निम्ति जाँदैछु। आज चाहिँ धेरै समय पछाडि घाम लागेको अवस्था हो। घाममा हिँड्नलाई असहज भइरहेछ, गाह्रो भइरहेछ मित्रहरू होइन। अनि हजुरहरूकोतिर मौसमको कुरा गर्नुपर्दा के कस्तो छ यसो यो भिडियो हेरेर भिडियोमा कमेन्ट्स गर्नु होला हजुरहरूले। हाम्रोतिर चाहिँ आज बबाल घाम लागिरहेछ, एकदमै गर्मी बढिरहेछ। गर्मीले हिँड्न पनि यस्तो मुस्किल भइरहेछ कि मित्रहरू होइन। अब म चाहिँ शिखर बाबुछिरी स्कुलमा आइपुगेको अवस्था हो होइन। चर्च पुग्नलाई चाहिँ मात्रै अब 1 मिनट लगभग लाग्छ। च्या के विधि गर्मी हो, त्यसका अझै लास्टै गर्मी छ गाइजहरू। यहाँ चाहिँ पुरै काम भइरहेछ होइन। हाम्रो शिखर बाबुछिरी स्कुल चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ मित्रहरू। यहाँ चाहिँ एउटा नयाँ भवन बनिसकेको छ, पुनथान गर्नलाई चाहिँ बाँकी छ होइन। हाम्रो शिखर बाबुछिरी स्कुल चाहिँ यस्तै छ होइन, बवाल छ, झकास छ। आम्बो यार के विधि गर्मी हो। दाक्छु ए बोलो मन्ना हो त्यो ए ल है त मित्रहरू। अब म चाहिँ चर्च आइपुग्न लागेको अवस्था हो। आजको दिनमा चाहिँ एकदमै बवाल घाम लागिरहेछ होइन। त्यही भएर घाममा हिँड्नलाई पनि अल्छी लागिरहेछ। धेरै समय पछाडि चाहिँ घाम लागेको अवस्था हो। हौ माने हौ बाफ्रे बाफ, असिना पसिना नै भयो। घरबाट चर्च आउन लगभग 5 मिनट लाग्यो होइन। 5 मिनट चाहिँ लागिसक्यो। हाम्रो घरदेखि चर्च आउन चाहिँ खासमा चाहिँ 2-3 मिनटमै आइपुग्नु पर्ने, के गर्नु गर्मीको कारण होइन आइपुग्न सकिनँ। र ल हाम्रो चर्च चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, यो भिडियोद्वारा देख्न सक्नुहुन्छ। यस्तै छ होइन हाम्रो चर्च चाहिँ। अनि हाम्रो किचन चाहिँ यता छ। म चाहिँ चर्चमा आइपुगेको अवस्था हो। हाम्रो चर्चको यो फोटो पनि मैले बनाएको छु होइन, टाँसिसकेको छु। पिक्चर बाइ चाहिँ राईपर्की हालिङ। हाम्रो चर्चको नाम चाहिँ सियोन इसाई मण्डली बासा। येप हाम्रो चर्चभित्र चाहिँ कस्तो छ म तपाईँहरूलाई देखाइहाल्नेछु है त। चाबी खोलेको अवस्था है मैले चाहिँ। हाम्रो चर्च चाहिँ कस्तो छ भनेर तपाईँले देख्न सक्नुहुन्छ होइन। भित्र चाहिँ यस्तो छ होइन, भित्र चाहिँ होइन यस्तो, बाहिर ठिकै छ, भित्र चाहिँ फिनिसिङ राम्रै छ होइन। डेकोरेसन नै ठिकै छ यत्तिको होइन। हाम्रो चर्च चाहिँ यस्तै छ। बत्ती रहेनछ यार आज। बत्ती त रहेछ ल, बत्ती रहेछ। कुनै बेला चाहिँ बत्ती हुँदैन होइन, त्यो माथि ट्रान्समिटरमा बिग्रै गर्छ। ल है त बाई है त, नेक्स्ट भिडियोमा फेरि भेटौँला है त गाइजहरू। च्या।